Hi guys, welcome back to my new video. I hope सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु गाइज। अनि मैले फेरि न्यू भिडियो लिएर आइसकेको छु। अनि म चाहिँ जाँदैछु बजार भन्दा पनि साथीहरुसँग घुम्न हिँडेको हैन। अनि साथीहरु चाहिँ म बाटोमा छ, म चाहिँ जाँदैछु। अनि आज हामी चिया मन्त्र जाने भनेर यसो घुमघाम गर्न जाँदैछौँ हैन। चिया मन्त्र पनि जाने अनि भ्यू पोइन्ट पनि जाने, तिनीहरु किमा नुडल्स खाने भन्दै थियो। अनि हामी चाहिँ जान लागेको छौँ। हजुर नयाँ हुन्छ भने लाइक सब्स्क्राइब चाहिँ गरिदिनु होला गाइज। अब चाहिँ म तिनीहरुसँग गएर भेटेर भ्लग गर्छु ल गाइज। म तिनीहरुसँग भेटिसकेको छु गाइज। यिनीहरुले मलाई कस्तो झुट बोलेको क्या, यहाँनिर आएर बस्ने भनेको थिएँ तर यिनीहरु बस्दैनन्। यिनीहरु कस्तो झुटी ह्युमेन झुटी। अनि मैले यसको झोला लगेको थिएँ क्या बिहान, जसरी भए पनि ल्याइदेऊ भनेर 10 चोटि फोन गरी होला। अनि मैले ल्याइदिएको थिएँ पनि कागजको त 10 रुपियाँको झोला। म नयाँ पनि किनेर दिन चाहिँ सक्थेँ कि यसलाई, त्यही पनि रुनै खोजिदिएँ भनेर ल्याइदिएको क्या। यस्तो घाम छ नि गाइज, यो जाडो महिनामा पनि यति धेरै घाम छ नि हैन, पसिना देख्न सक्नुहुनेछ। अब यस्तो गर्मी भइरहेको पनि म यस्तो ज्याकेट लाएर हिँड्नु परेको छ, किनकि हात कालो छ क्या, त्यही भएर हो केही न भन् हो गाइस। अनि यो चाहिँ कस्तो भ्लग गर्न सपोर्ट गर्दिन उनी छ क्या, आज चाहिँ भ्लग गर्न सपोर्ट गर ल। ल गाइस आज चाहिँ खतरा भ्लग आउँछ है मेरो, उनले सपोर्ट गर्छ क्या अलिअलि। ल गाइस अब चाहिँ हामी कहाँ हिँडेको हजुरहरूलाई मैले भनिसकेको छु। ल गाइस अब हामी जाँदैछौँ गाइस। मलाई चाहिँ भ्लग पनि बनाउन खासै त आउँदैन, अनि हल्का मात्रै आउँछ होइन। अनि केटाकेटीहरू खेलिरहेको छ हेर त, हामीलाई बलले टिप्न लगाइरहेको छ हामी हिँडिरहेको मान्छेलाई गाइस। ओइ मेरो लेसको के बाँध्दैन ऊ साथी भनेको यस्तै हुनुपर्छ होइन। एक्जाममा सँगै फेल हुने पो साथी त, नभए त अरू त विश्वासघाती क्या। यो पास भएको छ क्या। यो मेरो यसपालि पछाडि परेको थिएँ होइन, यसपालि पहिलोचोटि परेकी मेरो पछाडि होइन। सेक्सन छुटेर हाम्रो लास्टमा रोल नम्बर पऱ्यो क्या। यो पनि स्कुल आएन छ, म पनि स्कुल आएन छु। अनि एकैचोटि नाम लेखाउँदाखेरि लास्टमा पऱ्यो, यो मेरो पछाडि चाहिँ होइन लास्टमा। अनि यसको मेरो भन्दा पनि थोरै आएको नम्बर, एक्जाममा सँगै परेको थियो, एउटै नम्बर आएको सेम। त्यही पनि गाइस यसले होइन शुद्ध लेखेँ क्या। अनि मैले मौखिक हानिदिएको, त्यही पनि मेरो शुद्ध चाहिँ होइन है। त्यही पनि तैँले राम्रो छ नि नेपाली छ। सबै विषय लागेको छ गाइस होइन। उसलाई चाहिँ जे पाइदै बोल्न पायो भन्दै बोलेको चाहिँ होइन। तपाईँहरू आउन पनि सक्नुहुन्छ। यो श्री बाल मन्दिर हो स्कुलको नाम चाहिँ, आएर हेर्नु होला। उसको नाम देन्सु कार्की हो। सबैमा एनजी, म सबैमा पास। उल्टो भनिरहनु भएको छ। आज चाहिँ यस्तै हुँदैछ गाइस हाम्रो कुराकानीहरू। अनि तपाईँहरूले सुन्न पनि सक्नुहुनेछ होइन। म चाहिँ अलिक धेरै नै बोल्छु रे उसले भनेको। अनि भ्लगर भएपछि त अब बोल्नु परि नै हाल्यो होइन। कि कस्तो कमेन्ट पनि गर्नु, राम्रो बोले पो भन्दा अब म राम्रो त बोलिरहेको छु नि। मेरो यस्तै छ स्वर, के गर्नु गाइस। ओइ लेस बाँध्दैन, लेस बाँधिदेऊ भनेको पनि मान्दिनँ। अब उसलाई के साथी भन्नु, दिदी लेस बाँधिदिनु न। किन बाँध्नु छोडिदिएको। ल गाइस हामी चाहिँ दाल निवासमा आइसकेको छ। म त कसैको लेस पनि बाँध्दिनँ, मेरो पनि बाँध्न लाउँदिनँ नि। आज चाहिँ बाँध्न लाग्यो। म चाहिँ एकदमै गाइस हामी बजार आइसकेको छ। अनि भ्यू पोइन्ट आएको होइन। अब भ्यू पोइन्ट कसरी हेरेको क्या त्यो केटाहरूले त आँखा फुटाइदिनु जस्तो लाग्यो है। यिनीहरू त कस्तो खानु केही बोल्दैनन् केही पनि। अनि म मात्रै बोल्नुपर्छ। अनि यिनीहरूले मेरो बेइज्जत हाल्नुहुन्छ। त्यो मान्छेहरूले पनि मलाई हामी पनि मान्छे नि हो गाइस, के भयो त है। फेरि यो माथि जाँदाखेरि चाहिँ अँधेर छ क्या, त्यही भएर अब यहीँ कट गर्छ। अनि माथि गएपछि भेट्छु ल गाइस। मैले लिएर आएको हुँ त्यसलाई चाहिँ पैसा बिल पनि मै तिर्छु क्या अहिले हेर्न गफ मात्र हो। अब के भन्नु। ल माथि गएर भेटौँ। अब अन्धकार छ, सिडी चढेको तर 1 घन्टा माथि चढ्नुपर्छ। हामी आइसकेको छौँ यहाँ भ्यू पोइन्टमा। डेन्स त मुस्कुराउन थाली ऊ यता फर्केर ऊ उता फर्केर, म चाहिँ तपाईँहरूपट्टि फर्केर। कस्तो राम्रो लाग्यो अरे यो चाहिँ डेन्सुलाई। म चाहिँ खासै राम्रो चाहिँ लागेको छैन है।
पठाएको छ उसले के खाने भनेर। अब के खान मन लाग्छ हामीलाई त्यही खान्छौँ हामी चाहिँ। हेर्दैछ यहाँ त यस्तो छ, हजुरहरू पनि आउन सक्नुहुनेछ। गाईघाट बजार यो के अरे पिपल चोकदेखि अलिकति यता हेर्नुपर्छ, यही छ होइन। अनि यो चाहिँ सबैभन्दा माथि छ, भ्यू पोइन्ट त हो नामै। अनि यस्तो राम्रो छ यहाँ चाहिँ, एकदमै धेरै राम्रो छ, भ्यू चाहिँ खतरा देखिन्छ। हजुरहरू पनि आएर खाएर जान सक्नुहुनेछ गाइजहरू चाहिँ आइसकेको छ। किनभने यता फेरि फोटोसुट कहिले सकिन आएको 1 घन्टा भइसक्यो खिचेको हामी दुईजना चाहिँ सिम्पल सस्ता कपाल मात्रै फुटालेको थियो। अब चाहिँ हामी खाएर फेरि चिया मन्दिर पनि जान्छौँ गाइज नक्कली। हजुरहरू पनि खाने भए आउनु गाइज। अब चाहिँ हामी खाना लागेको छ। यहाँ उसको हालत खराब, तातो छ क्या, त्यही भएर बिस्तारै खानुपर्छ क्या। नआत्यौ न साथी तिमी, डेक बजेर केही सुनेको छैन होला मैले बोलेको। हामी चाहिँ त्यहाँदेखि निस्केर पनि अब हामी चिया खानालाई मतलब चिया खासै मिठो लाग्दैन, त्यही पनि यसो फोटो खिच्नको लागि फोटो खिच्नको लागि फर्स्ट टाइम आएको भ्लग नबनाएर लाज हुन्छ भनेर चाहिँ होइन, तर म बनाउँछु, मलाई लाजै लाग्दैन। यो पनि गीत बजिरहेको रहेछ, मलाई कस्तो लाज लाग्यो, कति धेरै मान्छे हो। त्यही हो चिया मन्दिर। त्यो चिया मन्त्रबाट पनि निस्किसकेको छ। चिया खाएर सुरुप मिठो थिएन, मिठो थियो कि थिएन चिया भन त? मिठो थियो हालेको थियो नि त चिया त। म होनी लाग्यो क्या गाइज, मलाई त घर जानै मन लागेको छैन। नामै त चिया मन्त्र, अनि के म होनी नलाओस् त? म होनी नै लाग्यो गाइज चियाले त। म त घर जानै मन छैन। तिमीलाई घर जानु मन छ? घर जानु त मन छैन, त्यही पनि अब बाध्यताले गएको म त। म त भोलि बिहानै उज्यालो भएपछि आउँछु फेरि चिया खान फेरि चाहिँ होइन गर्दै मस्किँदै। अनि ढिलो हिँड्दै अहिले घरमा त छिटो मार्नुहुन्छ ल, छिटो यसरी हिँडिरहेको छ हामी क्या। अनि उसले गर्दाखेरि मेरो आज भ्लग चाहिँ बनेन है गाइज, एकदमै धेरै त आफूलाई बनाउन आउँदैन अनि होइन, मलाई बनाउनु नआएको होइन, मलाई लाज लागेर। त्यो चिया मन्त्रमा चाहिँ अलिक धेरै मान्छेहरू हुँदो रहेछन्, अनि लाज लागेर पनि नबनाएको मैले। त्यस्तो चाहिँ नभनौँ न, यो भ्लगमा पनि हेर्छ होइन, मलाई कसैले हेरेको थिएन, उसलाई चाहिँ हेरेको थियो होइन गाइस। मलाई त्यस्तो भोलिलाई नङ किनेको होइन, अनि म चाहिँ नङ किनेको हो यति नङलाई, अनि हामी 20 थपेर 10वटा चाहिँ 5-5वटा बाँड्नु पर्ने। अब यहाँ केटाहरू आउँदैछ है, लाज लाग्यो अरे केटाहरू देख्नै हुँदैन क्या, लाज लागिहाल्छ है। यहाँ म त बाल लाग्दैन। एउटा कान्छी अम्लाको छ मेरो थाहा छ, एउटा कान्छी अम्लाको, एउटा यो अर्को छाइ। गाइज मलाई चाहिँ होइन भ्लग चाहिँ बनाउनै पाउँदैन कि घरमा चाहिँ, किनकि हाम्रो एससी छ नि त, अनि पढ्नु छैन, एससी छ, फोन ठरायो हिँड्नु भन्नुहुन्छ, त्यही भएर म चाहिँ भ्लग पनि बनाउँदिनँ। त्यही भएर त्यस्तो भन्नुहुन्छ कि भन्नु न भन त, हामी भ्लगै बनाउँदिनँ। त्यही पनि भ्लग नबनायो भने टिकटकहरू खेलेर जायो, त्यहाँ बच्चाहरू चाहिँ बल खेल्दै हामी पनि खेल्ने। हामी 3जना टिकटक पनि बनाएनौँ हौ गाइज, जब हामी टिकटक बनाउँछौँ ल एकछिन। उनीहरू घर चाहिँ यता उँभो, अब म चाहिँ यता उँभो जान्छु। नजाउनु छोडेर अरे क्या, जसो भए पनि जानै पर्छ है। अब हामी छुट्टिन्छौँ, हामी 2 बजी नि ला घरदेखि बनायो रे। भोलि बिहान भेट भइहाल्छ अरे क्या। ल अब जाउँ ल, बाई बाई ल गाइज, म घर गएर भेट्छु ल। ओइ बाई बाई भन न, बाई बाई गाइज, मेरो घर यता एकछिन
गाइज अब म गएको ल बाई बाई घर गएर भेट्छु